सो गाइज बिल चाहिँ 11,000 पुगिसकेको रहेछ क्या। अनि सो हेलो एन्ड वेलकम गाइज। आज चाहिँ हामी MT-15 टेस्ट राइड अनि सर्भिसिङ कस्ट हेर्न जाँदैछौँ। अनि सो यो चाहिँ यामाहा MT-15 भर्जन 2। यो चाहिँ नेपालमा समथिङ 5.5 लाख 5,60,70,000 होला सायद, त्यस्तै पर्छ। अनि यसको चाहिँ आज टेस्ट राइड गर्छु र अनि सर्भिस पनि गर्नु छ। सर्भिस कस्तो आउनु रहेछ हेरौँ। बाइक चाहिँ फेरि सेक्सी छ। सो लेट्स गेट स्टार्टेड। साउन्ड एकदम दामी छ। लास्टै लाइट वेट पनि रहेछ। मेरो NS200 थियो, त्योभन्दा त लास्टै धेरै लाइट रहेछ। यो त NS लास्टै भारी फिल हुन्छ र यसको त झन् पेट्रोल पनि धेरै छ तर पनि कस्तो भारी फिल नभएको हौ। मेरो यो त खाली ट्याङ्कीमै कस्तो भारी फिल हुन्छ। यो NS, यो चाहिँ मेरो NS200 हो। यो चाहिँ साथीको MT-15। ल आज चाहिँ यसको टेस्ट राइड गरौँ अनि कस्तो फिल हुने रहेछ। मेरो पोइन्ट अफ भ्यू चाहिँ भन्छु हजुरहरूलाई कस्तो रहेछ यो बाइक भनेर। बाइक राम्रै छ, इनिसियल पनि राम्रै छ। यसको इन्जिन लास्टै स्मुथ छ। फेरि मेरो NS भन्दा त अलि त्योभन्दा त कति राम्रो यसको इन्जिन त। अनि स्मुथमा चाहिँ है, फेरि पावर फिगरमा चाहिँ होइन, स्मुथमा चाहिँ लास्टै स्मुथ हो यो इन्जिन। प्लस यामाहाको VVA टेक्नोलोजी युज भएको यो इन्जिनमा। यसको टप स्पिड पनि दामी छ। हो यो चाहिँ के हो? दामी। यो चाहिँ मैले फर्स्ट टाइम देखेँ ल। काठमाडौँमा चाहिँ मैले फर्स्ट टाइम देखेँ यस्तो। अनि यस्तो लाउँदाखेरि चाहिँ अनि स्पिडमा जाँदाखेरि चाहिँ के ह्यान्डल मोबल हुँदैन र? कस्तो हो भनौँ है गाइज। कताबाट ल्याउनु भयो? सो दिदी नाइस। हो चाहिँ अगाडि चार गियर पनि कस्तो मजाले उठाइरह। त्यस्तो जर्क फिल भइरहेन अहिलेसम्म। इजिली के हुन्छ नि यसको झन्, यसमा चाहिँ झन् स्लिपर क्लच पनि छ। अनि टायर स्पिडहरू पनि हुँदैन हायर एग्रेसिभ डाउनसिफ्ट गर्दाखेरि। तर एग्रेसिभ डाउनसिफ्ट चाहिँ गर्नुहुन्न। इन्जिन ब्रेकिङ युज गर्नुपर्छ। त्यो त इमर्जेन्सी सिचुएसनमा, नभए त नर्मल सिचुएसन छ भने तपाईँको ब्रेकले नै बाइक रोक्नुपर्छ। एग्रेसिभ डाउनसिफ्टहरू चाहिँ धेरै गर्नु हुँदैन। सो अहिले चाहिँ हामी पेप्सीकोल आइसक्यौँ। पेप्सीकोलबाट हामी यहाँबाट अब जडीबुटी जान्छौँ। जडीबुटीबाट ललितपुरतिर लाग्छौँ। अनि ललितपुर त्यो गोदावरी जाने बाटोमा एउटा ओह्रालोमा चाहिँ एउटा यामाहा सर्भिस सेन्टर छ। त्यहाँनिर चाहिँ यो MT-15 को सर्भिस गर्ने रहेछ मेरो साथीले। अनि त्यसैले हामी चाहिँ त्यहीँ जाँदैछौँ। अब चाहिँ यो बाइकको साउन्ड चाहिँ चेक गरौँ है त। चेक आउट द साउन्ड गाइज। ब्रेक हान्नु पऱ्यो। वन्स अगेन लेट्स ट्राई। हजुरहरूलाई चाहिँ साउन्ड आइरहेको छ कि नै त्यो चाहिँ थाहा भएन, तर मलाई चाहिँ लास्टै दामी साउन्ड आइरहेको छ। इन्जिन रोड गरिरहेको। ABS छ, डर पनि लाग्दैन ब्रेक हान्नु। मेरो NS मा ABS छैन। अलिक सम्हालेर चलाउनु पर्छ। यसमा त चला भाइ, मलाई बटार भन्छ। न लुक वाट्स इन्जिन ब्रेकिङ। भेरी स्मुथ लाइक अ बटर। सो तर MT-15 त मान्नै पर्छ। माइलेज प्लस पावर दुइटै दिन्छ पो। मेरो NS मा यसरी बटाएर चलाइदियो भने त अनि 25-28 को माइलेज दिन्छ अनि गाह्रो पर्छ।
मजाले चलायो भने त मेरो एनएसले नि 36-37 को दिन्छ कार्बोरेटर भर्जन फेरि मेरो चाहिँ यो चाहिँ एफआई भर्जन हो MT-15 यसले चाहिँ 40 त इजी यसको लागि 40 त केही पनि होइन मेरो साथीको R15 भित्री पनि छ क्या उसको त 55 को माइलेज दिइरहेको थियो भने R15 लास्टै सकिङ फेरि आफ्नो बाइकले 36 को दिइरह अनि साथीको बाइकले 55 चाहिँ अलिकति दुख्छ स्पेन ब्रो अहिले चाहिँ हामी यहाँ जडीबुटी जाममा छौँ जडीबुटी जामबाट निस्किसकेपछि चाहिँ भ्लग कन्टिन्यू गरौँला बिल कतिको आउने हो यसको त ब्रेक प्याड पनि चेन्ज गर्छ होला पछाडिको हेरौँ न के भन्दो रहेछ दाइ तपाईँको त ब्रेक प्याड गयो पछाडिको चेन्ज गर्नुपर्छ भन्छ होला आई थिङ्क मेबी नट अलिकति चाहिँ बाँकी छ तर खोइ अब सर्भिस सेन्टरले के भन्छ सो फाइनली हामी कोर्ट स्टोरमा तर यसको त्यस्तो लाउड पनि छैन एनएस जतिको मेरो एनएसको साउन्ड लास्टै लाउड छ फेरि दुलोसुलो केही नपारे स्टक साउन्ड भन्दैछु स्टकमा यसको साउन्ड भनेपछि 5000 RPM क्रस गरेपछि मात्रै अलि हो यो बाइकले साउन्ड गरिरहेको जस्तो फिल हुन्छ मेरो त अनि सुरुदेखि नै ठुलै साउन्ड निकाल्छ एनएसले त 200 cc को इन्जिन भएर होला फाइनली हामी चाहिँ यहाँबाट अब यहाँबाट चाहिँ हामी सातो बाटोतिर लाग्छौँ अनि साँच्ची भने अनि यो माथिको यो फोटो खिच्ने लाइट छ नि यो साँच्चीको यसले चिट काट्छ कि यो राइडरहरूलाई डराउनलाई मात्रै हो मैले अहिलेसम्म चाहिँ यहाँबाट चिट खाएको छैन है तपाईँहरूले खाएको भने चाहिँ कमेन्टमा भन्नु ल यो खासमा काम चाहिँ कसरी गर्ने हो किनभने म यो बाटोमा 60+, 70+, कुनै बेला 90+ पनि गएको छु तर अहिलेसम्म चिट चाहिँ मैले खाएको छैन कि अनलाइन फेरि अनलाइन कसरी खाने हो त्यो कोहीसँग स्क्रिनसटहरू छ भने चाहिँ यो कमेन्टमा राखिदिनु ल कस्तो हुने रहेछ म नि हेरिदिउँ अनि यहाँ चलाउने चाहिँ कतिको रिस्क छ त्यो नि भनिदिनु र अहिलेसम्म चाहिँ मैले चाहिँ चिट खाएको छैन म प्रायः चाहिँ लिमिटमै हिँडेर आउँछु तर अब बिहान हुन्छ नि कलेज जानु ढिला हुन्छ अनि त्यसपछि कुनै बेला बटार्नु परिरहन्छ नभए प्रायः म त लिमिटमै हो बटाएर नि यो बाटोमा बटार्छु किन ढाक्नु होइन बटार्ने हो तर यो बाटोमा बटार्छु म हो यहाँ आइपुगेपछि चाहिँ होइन ठ्याक्क यहाँदेखि अनि त्यो ओभरहेड ब्रिज छ नि हो त्यहाँसम्म चाहिँ मजाले बटार्छु ब्रेक नहानी बटारिदिन्छु बटार्ने बाटोमा त बटार्ने नै हो यस्तो ठुलो बाटो छ अनि 50 को लिमिट राखेर हुन्छ 64, 65 लास्टै स्मुथ के तर हुनु चाहिँ तर मलाई यसको सिट चाहिँ मन पर्दैन क्या पछाडि मेरो एउटा साथी पछाडि त्यो तासिरै बस्नुपर्छ क्या त्यो त उहाँ त्यसो तासिएर बस्नु मनै पर्दैन अलिकति फ्री हुनुपर्छ क्या मलाई थिचिसक्यो क्या ट्याङ्कीमा अनि अलिकति गाह्रो भएछ तर अनि यसको यो साइडको हुन्छ नि फिलातिर अलि कस्तो घोच्या फिल हुन्छ सिट मोडिफिकेसन हाल्यो भने त दामी हुन्छ अलिकति फर्महरू थपेर दामी हुन्छ यसै पनि त राम्रै छ तर यो लङ राइडहरू पनि गर्न सजिलो हुन्छ अब यस्तो ह्यान्डल पोजिसन पनि यस्तो ठाउँमा छ नि होइन यस्तो यो दुइटा गाडी यो बिचबाट छिराइदिउँ जस्तो फिल हुन्छ क्या तर त्यसरी छिराउनु हुँदैन हेरेर छिराउनु पर्छ फर्च्युनर डाउन सिफ्ट भन्दाखेरि अलिकति रेप म्याचिङ हाल्नुपर्छ रेप म्याचिङले गर्दाखेरि डाउन सिफ्टिङ लास्टै स्मुथ हुन्छ यस्तै चाहिँ रेप म्याचिङ सिक्यो भने चाहिँ बाइक चलाउनु झन् मजा आउँछ इन्जिनको साउन्ड प्लस आरपिएम म्यानेजमेन्ट गर्दाखेरि त आहा अनि झन् एक दुईवटा दामी गीत सुन्दै अनि बाइक गाडी चलाउनुपर्छ झन् स्वर्गै पुगिन्छ हो एकछिन त दुनियाँ बिर्सिन्छ तर पनि लिमिटमै हिँड्नुपर्छ आफ्नो लिमिटमा भन्दाखेरि नि अब
कतिको स्पिड चाहिँ आफूले थाम्न सक्छ त्यतिको स्पिड मात्रै जानुपर्छ है। त्योभन्दा लिमिट क्रस गर्नु हुन्न। अब बाटो छ, ठुलो बाटो छ, लामो बाटो छ, खाली बाटो छ भने चाहिँ पटार्दा हुन्छ। तर यस्तो बाटोमा अब 100 प्लस गरेर नि केही काम छैन। यदि तपाईँहरूसँग स्किल्स छ, हो मैले सक्छु भने चाहिँ त अब छुट्टै कुरा हो। तर पनि यो बाटोमा चाहिँ बटार्नु हुँदैन, बिजी रोड छ नि त। आफूले गर्दा अरूको एक्सिडेन्ट किन पर्छ होइन। बरु लड्नु नै छ भने खाली बाटोमा लडौँ। यस्तो प्याक भएको बाटोमा आफू लडेर अरूलाई नि केही क्षति पुग्छ नि त, त्यसो चाहिँ गर्नु हुँदैन। अब यहाँबाट चाहिँ हामी लेफ्ट लाग्नुपर्छ, साइडको बाटो। मिरर हेर्छु पछाडिको छैन नि, बाटो क्लियर छ। यसको साँच्ची भन्दाखेरि चाहिँ होइन, मेरो बाइकको यो हर्न बजाउने तलपट्टि हुन्छ अनि साइलेन्टवाला माथि हुन्छ नि त। यसको उल्टो छ क्या, फेरि माथिपट्टि हर्न छ तलपट्टि छ। जहिले जोगिन्छ कि हर्न बजाउनु खोज्छु इन्डिकेटरमा हात परिरहेको हुन्छ क्या, त्यो चाहिँ अलिकति उयो भयो। तर एमटी चलाउने र R15 सायद मेबी V4मा पनि त्यस्तै होला होइन, मलाई थाहा छैन। एमटी V2मा चाहिँ यस्तो हो, त्यस्तो चलाउने मान्छेहरू चाहिँ बानी हुन्छ, हाम्रो चाहिँ बानी छैन, त्यसैले केही भन्नु मिल्दैन। यस्तो मिठाइरहेछ नि मेरो कानमा, तपाईँहरूले सुन्नु भएको छैन है, मलाई थाहा भएन। अब यो भिडियो एडिटिङ गर्दा चाहिँ मैले थाहा पाउँछु साउन्ड कतिको आइरह। यो मेरो गोप्रो एडेप्टर होइन नि त, मोबाइलबाट रेकर्ड गर्छु, हेलमेटभित्र माइक हालेर, अनि पकेटभित्र मोबाइल हुन्छ, अनि एउटा माइक कनेक्ट गर्छु वायरबाट, अनि त्यसरी साउन्ड रेकर्ड गरिरहेको छु अहिले। त्यसले चाहिँ कतिको रेकर्ड हाल्दैछ त्यो चाहिँ मलाई थाहा भएन। अहिले भरे एडिटिङ गर्छु अनि थाहा पाउँछु साउन्ड कस्तो छ भनेर। यहाँबाट प्लेन टर्निङ लिँदैछ, हो ठ्याक्कै यही ओह्रालोको यो राइट साइडपट्टि छ क्या यहाँ सर्भिस सेन्टर। यस्तो ठुलो पनि छैन हौ, मलाई त कस्तो नर्मल सर्भिस सेन्टर जस्तो लाग्छ। ऊ त्यही हो सर्भिस सेन्टर जस्ताको छ त, दुई तल्ले होला हो। यहाँमा आएको ऊ त्यो छ त, यही हो सर्भिस सेन्टर। यहाँबाट हामी राइट लाग्छौँ। हामी फर्स्ट गियर, यहाँबाट युटर्न। राखेँ म माथि चढेर सोध्छु छ कि छैन, खाली नै छ। सो हामी चाहिँ सर्भिस सेन्टर पुगिसक्यौँ, यहाँबाट माथि चढाउने होला। साथी चाहिँ सोध्न गएको छ कतिको खाली छ भनेर। मिटरमा राखौँ। ए खाली रहेछ, ल अब चाहिँ हामी माथि चढाइदिउँ। माथि चढाउँ। यसको यो पिकअप पनि हेरौँ आज। माथि नै चढाउनु पर्ने रे। हामी चाहिँ सर्भिस सेन्टर पुगिसक्यौँ। सर्भिस सेन्टर चाहिँ यस्तो छ, खाली नै रहेछ। छिटो काम सकिन्छ होला। 6 सर्भिस भनेपछि होइन यसको आज 6 सर्भिस हुन्छ। अनि यहाँ हुन्छ होइन, यो त 5th भइसक्यो नि त। अनि तेरो ए 4 सर्भिस भइसक्यो रहेछ। अब चाहिँ यो 6 4 सर्भिस भइसक्यो। आज चाहिँ 5th सर्भिस। जुन 2 आज कति हो र? 4 हो। जुन 4 हो के हो र? 5 मे हो। यहाँ जुनमै छ त। अनि जुनमा दिएको छ त। अनि कति छिटो चलाएको? कति धेरै चलाएको त? अनि कति छिटो चलाइरह भाइ? कहाँ घुम्नु जान्छस् है? कति छिटो अनि
यो जुन 9 मा गरे यो जुन 9 मा आइस हैन यो सर्भिसमा अनि के हो यो जुन 2 जुन 9 बुझिन त हौ यहाँ जुन 9 छ अनि यहाँ जुन 2 छ अनि के हो यो चाहिँ के हो मलाई बुझाइदिनु पर्यो है मैले बुझिनँ यो चाहिँ यहाँ चाहिँ 6455 किलोमिटर जुन 9 मा गराउनु भने अनि यहाँ चाहिँ 8500 किलोमिटर जुन 2 मा भनेछ अब यो मैले बुझिनँ के भन्यो हजुर लिनु बुक चाहिँ हामीले दिइसक्यो अब यहाँ सर्भिसमा जाँदै हुनुहुन्छ के प्रब्लम छ भने प्रब्लम त केही छैन अहिलेसम्म बाइकमा हेरौँ अब खर्च चाहिँ कति आउँछ हेरौँ सो गाइज बिल चाहिँ 11,000 पुगिसक्यो रहेछ क्या अनि यसपालिको सर्भिसमा चाहिँ लास्टै धेरै सामान फेरेर रहेछ अनि 11,000 पुग्यो कि बिल पनि सो यसपछि चाहिँ मेरो माइकबाट चाहिँ साउन्ड रेकर्ड गर्नै छोड्यो त्यसैले मैले चाहिँ अहिले भोइस ओभर गर्दैछु सो यो बाइकको चाहिँ ओभरअल 4वटा व्हिल बेरिङ एउटा स्प्रकेट बेरिङ एउटा एयर फिल्टर अनि त्यसपछि एउटा डिस्क प्याड इन्जिन ओइल अनि ओइल फिल्टर गरेर चाहिँ टोटल 11,000 को बिल आएको थियो 11,000 लास्टै धेरै थियो अस्ति भर्खर मैले N160 को चाहिँ सर्भिसिङ गरेको थिएँ अनि त्यसमा चाहिँ कति 3000 भन्दा मुनिको बिल आएको थियो त्यस्तै अनि यो चाहिँ लास्ट एक्सपेन्सिभ पर्यो यो चाहिँ फेरि यसको 5th सर्भिस हो अनि त्यो N160 को 7th सर्भिस भएर नि N160 चाहिँ लास्टै चिप अनि MT-15 चाहिँ एक्सपेन्सिभ हुन पुग्यो सो यति नै थियो आजको भ्लगमा टोटल बिल 11,000 भयो अनि त्यसपछि अलिकति एक्सपेन्सिभ नै हुन पुग्यो 5th सर्भिस अनि आजको भ्लग चाहिँ यतिमै सकौँ होप यु गाइज इन्जोय इट अनि जसले मेरो च्यानल सब्सक्राइब गरेन प्लिज सब्सक्राइब एन्ड लाइक द भिडियो टिल देन टेक केयर बाई बाई